नमस्ते। 2083 सालको वार्षिक राशिफल लिएर आएको छु। मेष राशि हुने जातकहरूको लागि यो वर्ष समग्रमा सामान्य फलदायी रहने देखिन्छ। विभिन्न ग्रहहरूको मिश्रित प्रभावको कारणले गर्दा यो वर्ष अनुकूल र प्रतिकूल दुवै अवस्थाहरू सिर्जना हुनेछन्। धैर्य, संयम र विवेकपूर्ण तरिकाले गरिएको निर्णयले वर्षलाई सफल बनाउन सकिन्छ। वर्षको पूर्वार्धमा बृहस्पतिको गोचरले साहस पराक्रममा वृद्धि हुनेछ। यस वर्षको अवधिमा धार्मिक यात्रा, तीर्थाटन र वैदेशिक कार्यका लागि समय अनुकूल रहेको छ। जेठ महिनाको मध्य पश्चात बृहस्पतिको गोचर चतुर्थ भावमा हुने हुँदा घर जग्गा कारोबार, सवारी साधन खरिद गर्ने उत्तम समय रहेको छ। भाइ बहिनी तथा छिमेकीसँग वाद विवाद हुने, मानसिक चिन्ता बढ्ने, तनाव एवं चुटपटको भइरहेकाले केही संयमता भने अपनाउनु पर्ने देखिन्छ। पैतृक सम्पत्तिको विषयमा पारिवारिक वाद विवादको अवस्था सिर्जना हुन सक्नेछ। खोज अनुसन्धान एवं स्वास्थ्य क्षेत्रमा कार्य गर्नेहरूका लागि भने सफलताको समय रहेको छ। शनिको आदेश 7.5 जारी रहेको साथै शनिको प्रतिकूल प्रभावको कारणले व्यय र खर्चमा वृद्धि हुने भएकाले आर्थिक अनुशासनको लागि ध्यान दिनु जरुरी छ। अनावश्यक जोखिम तथा हतार निर्णयबाट बच्नु आफ्नो लागि यो वर्ष अनुकूल रहने देखिन्छ। आफ्ना सहयोगी तथा तल्लो वर्गका श्रमिकहरूलाई हस्तक्षेप नगर्दा नै आफूलाई फाइदा हुनेछ। राहु कर्म स्थानमा गोचर गर्ने भएकाले अप्रत्याशित रूपमा नयाँ अवसरहरूको प्राप्ति हुनेछ तथा कार्यक्षेत्रमा मान सम्मान एवं प्रतिष्ठा वृद्धि भए तापनि अब्जसको सामना गर्नुपर्ने समय रहेको छ। राजनीतिक, वैदेशिक व्यापार गर्नेहरूको लागि आर्थिक लाभ र प्राप्त हुने अवसर रहेको छ। विद्यार्थीहरूको लागि यो वर्ष कडा परिश्रम गर्नुपर्ने समय रहेको छ। शनि र केतुको गोचरले शैक्षिक क्षेत्र सामान्य रहे पनि प्राविधिक क्षेत्रमा भने सफलता मिल्नेछ। प्रेम सम्बन्धमा छलकपट र मनमुटावको अवस्था उत्पन्न हुन सक्ने भएकाले भावनात्मक विषयमा सतर्क रहनु उचित हुनेछ। वर्षको मध्यतिरबाट पेटसँग सम्बन्धित समस्या आउन सक्ने हुँदा खानपानमा विशेष सावधानी अपनाउनु पर्नेछ। साथै माताको स्वास्थ्यमा पनि विशेष गरी ख्याल गर्नुपर्नेछ। चोटपटक तथा दुर्घटनाको भय रहेको हुनाले यात्रामा सजगता अपनाउनु पर्नेछ। प्रत्येक शनिबार पिपलको वृक्षमा जल अर्पण तथा शनि महामृत्युञ्जयको पाठ, भगवती तथा वैद्यको नित्य आराधना एवं उपासनाले शनि तथा राहुको दुष्प्रभावबाट शान्ति प्राप्त हुनेछ। तपाईका यो वर्ष रहेका ग्रहहरूका प्रतिकूल असरहरूलाई जप शान्ति गर्नुभयो भने तपाईको समय शुभ नै रहने देखिन्छ। सामान्यतया जेठ, भदौ, असोज, चैत्र महिना शुभ रहेका छन् भने वैशाख, कार्तिक, पुष र माघ महिना केही प्रतिकूल रहन सक्नेछ भने अन्य महिनाहरू भने सामान्य नै रहेको देखिन्छ। तपाईहरूको राशिफलमा भनेका कुराहरूबाट अगाडि बढ्नुभयो भने पक्कै पनि तपाईको 2083 साल अनुकूल नै रहनेछ। धैर्यता र संयमता भई आफ्नो कार्यमा अगाडि बढ्नु होला। हाम्रो शुभकामना छ। जय महादेव, जय शिव शम्भु।